सम्पूर्ण साथीहरु नमस्कार। नेपाल शेयर मार्केट सम्बन्धी विभिन्न जानकारी दिने क्रममा आजको भिडियोमा भर्खरै रिजलाइन इनर्जीको आईपीओ भरेर रिजल्टको पर्खाइमा बस्नु भएका साथीहरुलाई यस रिजलाइन इनर्जीको आईपीओ बाँडफाट कहिले हुँदैछ त र यो सँगै अर्को नयाँ कम्पनीले जनरल पब्लिक लगानीकर्ताहरुले भर्न मिल्ने गरी आईपीओ निष्कासन गर्ने भएको छ। यस कम्पनीको आईपीओ हजुरहरुले कहिलेदेखि भर्न पाउनु हुनेछ र कति किता खुल्दैछ, यस कम्पनीको आईपीओ पर्ने सम्भावना कति रहन्छ, साथै यस कम्पनीको ईपीएस र नेटवर्क कति रहेका छन् र ओपनिङ मूल्य कति रुपैयाँसम्म पाउनेछ, साथै हजुरलाई यस कम्पनीको आईपीओबाट कतिसम्म फाइदा होला, यी सम्पूर्ण कुराहरुको बारेमा यसै भिडियोमा जानकारी दिनेछु र हजुरहरुले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। र यस्तै आईपीओ एफपीओ सम्बन्धी जानकारी लिन चाहनुहुन्छ भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन सक्नुहुनेछ। अब ढिला नगरी भिडियो सुरु गर्न चाहन्छु। सर्वप्रथम कुरा गरौँ, जनरल पब्लिकहरुले भर्न मिल्ने गरी आईपीओ निष्कासन गर्न लागेको कम्पनी कुन रहेको छ त? ब्याक टु ब्याक आईपीओ आउने क्रममा फेरि पनि अर्को हाइड्रो सेक्टरकै शिखर पावर डेभलपमेन्ट लिमिटेडले यही फागुनको 17 गतेदेखि जनरल पब्लिकहरुका लागि आईपीओ निष्कासन गर्दैछ। उक्त कम्पनीले गत पुसको 16 गते रुसै अंकित मूल्यमा 32 लाख किता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो भने त्यसै मध्येबाट केही किता पहिलो चरणको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरी केही किता सामूहिक लगानी कोषलाई छुट्याई र केही किता आफ्ना कर्मचारीहरुलाई बाँडफाट समेत गरिसकेको छ र 18,42,600 किता आईपीओ जनरल पब्लिक लगानीकर्ताहरुलाई निष्कासन गर्न लागेको हो। यस अनुसार यस कम्पनीको आईपीओ 1,84,260 जनालाई 10 किताको दरले हात पर्ने छ। यो भनेको निकै थोरै हो। आजभोलि आईपीओ भनेको संख्या उल्लेख्य हुने हुँदा यस कम्पनीको आईपीओ 10 किता हात पार्न पनि भाग्यमै भरोसा गर्नुपर्ने देखिन्छ। अब यस कम्पनीको बारेमा छोटकरीमा भन्नुपर्दा हाल यस कम्पनीले 4.96 मेगावाटको भीमखोला साना जलविद्युत आयोजना सञ्चालन गरिएको छ भने यस आयोजनाको कुल लागत 1,19,94,35,839 रुपैयाँ रहेको छ र यसको प्रति मेगावाट लागत 24,18,21,741 रुपैयाँ 70 पैसा रहेको छ। यस आयोजनाबाट मिति 2081 फागुन 25 गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ भने अब यस कम्पनीको ईपीएस र नेटवर्क कति रहेको छ त? यसबारे भन्नुपर्दा 8182 को नेटवर्क 102 रुपैयाँ 86 पैसा रहेको छ भने ईपीएस 3 रुपैयाँ 69 पैसा रहेको छ। यस कम्पनीको वित्तीय अवस्था नेटवर्क र ईपीएस को आधारले राम्रै रहेको बुझ्न सकिन्छ भने क्रेडिट रेटिङ संस्था इक्रा नेपालले इक्रा एनपी इस्योर डब्ल्यूबी रेटिङ दिएको छ। यसको अर्थ हुन्छ यस कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। तसर्थ हजुरलाई यस कम्पनीको आईपीओ पर्यो भने लामो समय होल्ड गर्दा पनि यस कम्पनीले भविष्यमा बोनस लाम वितरण गर्न सक्ने क्षमता देखिन्छ, किनभने हाल विद्युत उत्पादन भई बिक्री समेत सुरु भइसकेको हुनाले परेपछि केही नाफा हुने बित्तिकै नबेच्नु होला भन्न चाहन्छु। र यस कम्पनीले पहिलो कारोबारको लागि 100 रुपैयाँदेखि 300 रुपैयाँसम्म ओपनिङ मूल्य पाउने सम्भावना छ। यो थियो यही फागुनको 17 गतेदेखि जनरल पब्लिकहरुका लागि आईपीओ निष्कासन गर्न लागेको शिखर पावर कम्पनीको बारेमा जानकारी। अब कुरा गरौँ, केही दिन अगाडि हजुरहरुले भन्नुभएको रिजलाइन इनर्जीको आईपीओ रिजल्ट कहिले हुँदैछ त? यसबारे भन्नुपर्दा गत माघ महिनाको 28 गतेदेखि फागुनको 4 गतेसम्म जनरल पब्लिकहरुले भर्न मिल्ने गरी आईपीओ निष्कासन गरेको यस रिजलाइन इनर्जी कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा 26,63,557 जना लगानीकर्ताहरूले आवेदन दिनुभएको थियो र जम्मा 2,96,37,300 किता, जस अनुसार 2,96,37,30,000 रुपैयाँ बराबरको आईपीओ माग भएको थियो। तर कम्पनीको माग भने जम्मा 11,80,260 किता रहेको थियो। यो माग भन्दा 35.11 गुणा बढी किता माग भएको छ। यस अनुसार यस कम्पनीको आईपीओ 10 किताको हात पर्ने भाग्यकै भरोसा हुने देखिन्छ। एकदमै धेरै कम्पिटिसन हुने भएकाले यस कम्पनीको आईपीओ पनि गोलापर्थाबाटै बाँडफाट हुने भएको छ र 10 किताको दरले 1,18,026 जना भाग्यमानी लगानीकर्ताहरूले यसको आईपीओ पाउनु हुनेछ भने बाँकी 25 लाख भन्दा धेरै जनाको हात खाली हुने भएको छ। अब यस रिजलाइन इनर्जीको आईपीओ बाँडफाट कहिले हुँदैछ त? यो भने अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन। लगातार सार्वजनिक विधाहरू परेकोले सम्भवतः आउने मंगलबारसम्ममा आईपीओ बाँडफाट हुने प्रबल सम्भावना देखिन्छ। हस्त आजलाई यति नै। भिडियो यदि मन पर्यो भने भिडियोलाई लाइक अवश्य गरिदिनु होला र अहिलेसम्म पनि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै यतिन्जेल भिडियोहरु साथ दिनुभएकोमा विशेष धन्यवाद। फेरि अर्को भिडियोमा भेट्नेछौँ।